टिकटकमा ट्रेन्डिङ चलेको मासुको अचार हामी बनाउन गइरहेका छौँ। जस्तै तपाईँले प्रिभ्यूमा देख्दै हुनुहुन्छ हामीले चाहिने सामग्रीहरू मेथी, जिरा, धनियाँ, जिरा, तोरी अनि ज्वाइन, टिमु, काला मिर्च इत्यादि हामीले यसलाई सानो फ्लेममा हामीले भुटेर एकछिन त्यसपछि सुकेको खुर्सानीले पनि एकछिन हामीले रातो हुने गरी हामीले भुट्यौँ। त्यसपछि अनि कराईमा तातो तेल बनाइसकेपछि हामीले मिक्स गरेको मासुलाई बेसार र नुन हालेर मिक्स गरेको मासुलाई हामीले तातो तेलमा हामी हालेर यसलाई फ्राई गर्छौँ। यसलाई त्यति टाइमसम्म फ्राई गर्छौँ जबसम्म यसको यो अलि साह्रो अनि रातो हुँदैन तबसम्म। त्यसै भइसकेपछि यसलाई निकालेर प्लेटमा राख्दैछौँ। त्यसपछि यो निकालिसकेपछि अनि बाँकी हामीले रहेको मासुलाई पनि फेरि हाल्नेछौँ र यसलाई पनि हामी भुटेर रातो अनि चाम्रो बनाउनेछौँ। त्यसपछि हामीले चाहिने लसुन र अदुवालाई काटेर अनि हामीले यसो मिक्स गरेर त्यसलाई भुट्नेछौँ एकछिनसम्म जबसम्म रातो हुने छैन। रातो भइसकेपछि हामीले यसमा चाहिने हामीले भुटेको मसलाहरूलाई हामी पिनिसकेका छौँ। त्यसलाई अब पहिला हाल्ने खुर्सानी हालेर एकछिन चलाइसकेपछि अनि त्यसपछि हाम्रो मसलाहरूको ग्रेडियन्टहरूलाई पिनेर राखेका छौँ त्यसलाई हामीले युज गर्दैछौँ। यो गरिसकेपछि अनि हामीले 2 चम्चा जति हामीले कश्मिरी मिर्चलाई युज गर्छौँ। यसलाई कलरलाई राम्रो एकदम रसिलो देखाउने गर्छ। त्यसै गरी हामीले 2 चम्चा कश्मिरी मिर्च हालिसकेपछि यसलाई एकछिन चलाउनेछौँ। त्यसपछि हामीले भुटेको मासुलाई त्यसमै हालेर हामी एकछिन मिक्स गर्नेछौँ चलाउनेछौँ र हालिसकेपछि हामीले एकछिन चलाएर एकछिन मिक्स भइसकेपछि हामीले यसमा मिक्स भइसकेपछि हामीले 2 बिर्को जति भिनेगर हाल्नेछौँ किनकि भिनेगरले धेरै दिनसम्म सुरक्षित पारेर राखिदिने गर्नेछ। किनकि यसको काम तपाईँलाई प्रायः थाहा नै होला नि। अनि स्वादको अनुसारले हामीले नुन पनि हालेका छौँ र त्यसलाई एकछिन चलाइसकेपछि हामीले अब 1 बिर्को जति हामीले चुकामिलो हाल्नेछौँ र हाम्रो इन्ग्रिडियन्ट यानि मासुको अचार तयार भइसकेको छ। त्यही हामी चाख्नेछौँ।